आज म तपाईँहरूलाई मेरो पुरानो तरिकाले फेरि सेयरको बारेमा 2 शब्द मेरो भन्न गइरहेको छु र तपाईँहरूले हेर्न सक्नुहुन्छ। मार्केटमा रिभ्यू कस्तो आयो भन्नुहुन्छ भने मार्केटले डाउन ट्रेन्ड मुभमेन्टलाई अब समाउन सकेन, डाउन ट्रेन्ड अब गर्न सकेन किनभने समयअनुसारले पनि यो मार्केट मुभमेन्ट गर्न सकेन डाउन ट्रेन्डलाई। अब अप ट्रेन्ड लानलाई पनि क्यास फ्लो छैन। अब जान्छ कता भन्नुहुन्छ भने अब एकुमुलेसन फेजमा जान सक्छ एउटा। अर्को कुरा चाहिँ तपाईँको ठुलो बिग इन्भेस्टर भनेको चाहिँ को व्यक्ति होइन, बिग इन्भेस्टर भने कसलाई भनिन्छ भन्नुहुन्छ भने जस्तै कि अब नेपालको ठुल्ठुलो भनेको सञ्चय कोषहरू, यो पलकबाट इन्सुरेन्सहरू। अब कम्पनी भनेपछि त धेरै नै पैसा हुन्छ किनभने कम्पनीहरूसँग एकदमै ठुलो क्यास अथवा तपाईँको कस्तो हुन्छ भने इन्सुरेन्सबाट आएको प्रिमियमहरू अथवा तपाईँको कलेक्सन क्यासहरू चाहिँ उनीहरूले यहाँ इन्भेस्टमेन्ट गर्ने भएको भएर जो चाहिँ ब्रोकर हाउसहरू पनि हुनसक्छन्, उनीहरूसँग जोसँग चाहिँ अथाह क्यापिटल छ उनीहरूले चाहिँ अब उनीहरूलाई थाहा पनि थियो यो मार्केट यहाँसम्म झर्छ, लगभग अझै पनि घटिरहेछ। तर अब चाहिँ झिनो झिनो अङ्कले घट्ने, बढ्न पनि खासै नबढ्ने, एक दिन बढ्ने एक दिन घट्ने। अब लगभग तपाईँको मुभमेन्ट नल्याउन्जेलसम्म बरु नेगेटिभ पोइन्ट बिस्तारै अझै पनि समाउला 100-150 अङ्कले, तर पोजिटिभ पोइन्ट चाहिँ अहिले समाउन सक्दैन किनभने उनीहरूसँग अब एकुमुलेसनको फेजमा चाहिँ अप ट्रेन्ड समाउँदाखेरि एकुमुलेसन गर्न गाह्रो हुन्छ, डाउन ट्रेन्ड समाएर चाहिँ यिनीहरूले एकुमुलेसन गर्ने भएको भएर अब तपाईँले के गर्नुहोस् भनेदेखि अब जबसम्म डाउन ट्रेन्ड फेज सकिँदैन तबसम्म चाहिँ आफूसँग भएको कि त होल्डै गर्नुहोस्। तपाईँको 10 लाख छ भने 2 लाख घट्यो होला, 2 लाख बढ्छ कुनै दिन, तपाईँको होल्ड गर्नुपर्ने हो यो बेला चाहिँ। र किन होल्ड गर्नुपर्ने भन्नुहुन्छ भने यो अहिले तपाईँले बेचिदिनु भयो भने उनीहरूले अझ सस्तो रूपमा सेयर किनिदिन्छन्। तपाईँको अहिले तपाईँले जस्तै कुनै पनि 200 देखि 300 को बिचमा छ 20-30 रुपियाँ घट्यो तपाईँको, तर तपाईँको धेरै नै 1000-1200 को सेयर थियो भने त तपाईँको 500-600 मा आयो। त्यति गर्दाखेरि त तपाईँलाई कस्तो भयो भने ज्वरो आउने सिचुएसन आयो नि त। ज्वरो आउने सिचुएसनमा तपाईँले त गाह्रो हुन्छ बेच्दाखेरि, तपाईँको त क्याससँग रिलेटेड छ। त्यही भएर अहिले के गर्नुहोस् भने अब अस्ति नै बेच्नुपर्छ, बेच्न सक्नु भएन होला, मैले पनि बेच्न अब गाह्रै भयो सकिएन किनभने डाउन ट्रेन्ड लागेपछि बढ्छ होला भन्ने आशले गर्दा पनि बढ्न बेचिएन। अब त घटिसक्यो, मेरो त घट्नु घट्यो। अब मसँग भएको भनेको एचपिसीहरू अब घट्न मान्दैन। यिनीहरू भनेको कस्तो भने घट्न मान्दैन क्या। अब 260 भन्दा तल यिनीहरूले मुभमेन्ट लिन सक्दैन, ऊ पनि जान सक्दैन। यही 60 देखि 65 को बिचमा बसेर यिनीहरूले लामो समयसम्म एकुमुलेसन फेज लिन सक्छ। तपाईँको 1 महिना 2 महिनासम्म लिन सक्छ, तर त्यति बेला तपाईँले नबेचिकन होल्ड गरेर बस्नुपर्ने हुन्छ एउटा। दुईवटा कुरा चाहिँ अर्को चाहिँ कुरामा के ध्यान दिनुहोस् भनेदेखि तपाईँसँग यदि क्यास छ भनेदेखि चाहिँ ट्रेडिङमा लगाउनुहोस्, ट्रेडरको रूपमा लगाउनुहोस्। किनभने तपाईँसँग भएको क्यासलाई चाहिँ 260 मा एचपिसी किनेर 265 बेच्नुभयो भने तपाईँको 1000 किता किन्नुहुन्छ भने 4-5 हजार हुन्छ, 2-3 हजार तपाईँको प्रफिट दिन्छ। फेरि त्यही 260 मा आउँछ, फेरि एकुमुलेसन फेजमै जानुहोस् किनभने त्यो गर्दाखेरि तपाईँलाई धेरै बेनिफिट हुन्छ। र अर्को कुरा चाहिँ तपाईँको यो कुराले गर्दाखेरि तपाईँ अर्को केमा लाग्न सक्नुहुन्छ भनेदेखि मैले अर्को के देख्छु भने तपाईँको यो खालको क्यास कलेक्सनले गर्दाखेरि चाहिँ तपाईँ अर्को चाहिँ केमा लाग्न सक्नुहुन्छ भने तपाईँको ब्रोकर अनुसार हुन्छ। कोही ब्रोकरले तपाईँले कोल्याट्रल दिएको हुन्छ, कोहीले दिँदैन। तर यदि ब्रोकरले कोल्याट्रल दिएको ब्रोकर छ, यदि दिएको ब्रोकरको कोल्याट्रलमा हुनुहुन्छ, क्यास इनफ्लो राखेर अगाडि बढ्न सक्नुहुन्छ भने ब्रोकरसँग मिलेर तपाईँले काम गर्न सक्नुहुन्छ। किनभने अब क्यास दिने ब्रोकर भए तपाईँको सेयर बेच्न परेन, अलिकति क्यास दिन्छ, त्यही अनुसार हुत्याउँदै फ्याल्दै नयाँ किन्दै गर्न सक्यो। इडिएस गर्दै गरे भयो, तपाईँको आफ्नो क्यास पनि चाहिएन, त्यही किन्दै उसैको पैसाले नै खेल्न पायो। 1 नम्बर। 2 नम्बरमा जसको क्यास छ उहाँहरूले चाहिँ अब सर्टेन रूपमा किन्ने, चुप्प लगाएर बस्ने, अलिकति बढ्छ बेचिहाल्ने। तपाईँको धेरै लामो समय बढ्दैन मार्केट त सर्ट बढ्ने भयो क्या अहिले। किनभने बिग इन्भेस्टरहरूले चाहिँ सर्ट टर्ममा राम्रो प्रफिट खाने भयो, उनीहरूले त जस्तो बेला कन्डिसनमा नाफा खाने भएको र हामी जोगिन मुस्किल छ। तपाईँले अब 20-30 अङ्क बढ्दाखेरि 20-30 अङ्क घटेकोलाई कारोबार दिन हेरेर अपडेट गरेर गर्नु भने तपाईँको नाफा नेपालको सरकारी जागिर बराबर चाहिँ मजाले नाफा हुन्छ। तर अब घट्दैन, अब बढ्दैन भने अब किनभने एकुमुलेसन फेजमा जान्छ बजार। एकुमुलेसन फेजमा जाँदाखेरि यो केही पनि होइन क्या। एकुमुलेसन फेज भनेको उनीहरूलाई जबसम्म किता पुग्दैन तबसम्म उनीहरूले स्लो डाउन ट्रेन्डमा किनिदिन्छन्। तपाईँको सप्लाई पनि उनीहरूले हाल्ने हो म्याक्सिमम र डिमान्ड पनि उनीहरूकै हुन्छ। त्यो तपाईँले पनि 200-400 किता राखेर सक्नुहुन्न। तपाईँको एकै दिन 16 लाख 20 लाख रुपियाँ किता, एकै दिन 16 लाख 20 लाख जति किता सप्लाई आउनलाई एकुमुलेसन कति भएको हुन्छ होला, कस्ता मान्छेसँग एकुमुलेसन गरेर किन्छन् होला। तपाईँले मैले पहिला पनि हेरिरहेको छु, जब कि 260-70 मा हुँदाखेरि एचपिसीलाई
अब एकदम तपाईँको कारोबार आउनलाई 50,000 1 लाख किता पुग्न नसकेको एचबिसी एकैचोटि 290 माथि लागेपछि तपाईँको 3 लाख 4 लाख 5 लाख हुँदै गयो। त्यसपछि तपाईँको 320-25 पुगेपछि पिकमा पुगेर रहेछ 320-25मा यिनीहरूले कतिसम्म कारोबार गरे भन्नुहुन्छ भने झन्डै 16 लाख 18 लाख किता कारोबार। त्यही कारोबारमा रहेर चाहिँ यिनीहरूले एचबिसीलाई फ्याले। एचबिसी फ्यालेपछि अहिलेको हालत हेर्नु त 260को हालत यस्तो स्थिति हो क्या। कहाँनिर 200 यतिमा फ्याले भन्नुहुन्छ भने यति बेला फ्याले क्या यिनीहरूले 320को रेन्जमा हेर्न सक्नुहुन्छ। कति लाख किता फाले भन्दाखेरि झन्डै तपाईँको 10 लाख किता फाले। त्यसपछि आएर 7,24,000 किता फाले। त्यसपछि तपाईँको आएर 4,51,000 किता फाले। त्यसपछि आएर 5,51,000 गर्दै 6 लाख 8 लाख अझ पिकमा जान थाल्यो जति 10,03,000 8,31,000 जब पिकमा गयो तब यिनीहरूको एकदम किता धेरै आयो क्या तपाईँको यो। किनभने 15,31,000 किता आयो नि। यो सप्लाई ट्रेन्ड भन्दा पनि मुभमेन्ट अफ सप्लाई अनि मुभमेन्ट अफ इन्क्रिजिङ प्राइस रेट लिने बेलामा यिनीहरूले गरे। यो कुरा बुझेर लगानी गर्नु भने तपाईँले भोलि गएर नाफा नहुने भन्ने छैन। सेयरमा धैर्यता सँगसँगै तपाईँको पोलिसी सँगसँगै घटेको बेला चाहिँ मार्केटमा जब मान्छेले घट्यो भनेर रुन्छ नि तब चाहिँ त्यति बेला किन्ने हो। जब मान्छेले बढ्यो रे ओहो भन्छ बेचेर सलक्क निक्लिनु भयो भने तपाईँको सेयर बजारमा केही जान्न पर्दैन। बजार यत्तिकै नाफा कमाउने ठाउँ